हेलो नमस्ते सबैजनालाई हामी चाहिँ यतातिर जङ्गलतिर छ ल साथीहरू आज हिउँ परेको छ हामीतिर तपाईहरुतिर हिउँ परेछ कि परेन हो हामी चाहिँ जङ्गलतिर घोडा खोज्न हिँडेको ल अब हिउँ परे नि घोडा खोज्न त जानै पर्यो हैन त गोथे हामी घोडा खोज्नलाई 5 जना सदस्य आएको छ ल यतातिर मेरो यहाँ गोथे छ अनि मिस्टर मेक बहादुर छ अनि चाहिँ खुसी पनि छ ल हामी घोडा खोज्नलाई गाह्रो छ भैँसीको लागि घोडाको लागि घाँस पनि खोज्न हिँड्नु पर्यो हामी घोडा पनि खोज्ने घाँस पनि काट्ने भनेर आएको गाइस यस्तो छ ल आज हाम्रो माघको महिनामा हिउँ परेको छ अब के गर्नुहुन्छ ए माथि भाइ हाम्रो घोडा पनि सवार भयो यतातिरै हामी धेरै टाढा जानु पर्दैन गाइस यही हो हामी वनमा खोज्न आएको हाम्रो कालो घोडा अनि मेरो टिक्का घोडा अनि चाहिँ यो चाहिँ मेरो मिस्टर डन घोडा खोज्न आएको ल साथीहरू यस्तै छ हालाउनु त बुढो वाउ क्या मजा ल थ्याङ्क यू अनि चाहिँ अब हामी घोडा पायो घर फर्किनुपर्छ बाटो चाहिँ एकदम हिउँले गर्दा अलिअलि चिप्लो छ अलि जोगाएर हिँड्नुपर्छ जस आजभन्दा नि भोलि अलि गाह्रो हुन्छ किनभने भोलि अलि आइस जमेको हुन्छ नि त त्यही भएर साथीहरू यता गान्द्रुक देउरालीतिर घुम्न आउनु ल गोरेपानीदेखि आउन नि सकिन्छ यता गान्द्रुकबाट नि आउन सकिन्छ है त हाम्रो यता देउरालीतिर चाहिँ हिउँ परेको छ अन्त ठाउँमा भन्दा नि हाम्रोमा अलि धेरै परेको छ हिउँ है अब के गर्ने है हिउँ परे पनि आसी नपरे पनि पानी परे पनि हामी चाहिँ घोडा भैँसी सबैलाई घाँस पनि काट्नुपर्छ अनि प्लस राम्रो ठाउँमा छ हामी यसैमा नि खुसी छु खुसी आऊ आऊ खुसी आऊ यो चाहिँ हाम्रो खुसी मलाई एडप्ट गरेको मेरो खुसी हो साथीहरू यो चाहिँ सबैको प्यारी भइसकेछ यो चाहिँ टाढा पानीबाट आउँछ तपाईहरुलाई चाहिँ गाइडलाइन गर्छ ल मेरो खुसीले चाहिँ अब चाहिँ हामी घोडा पायो घोडा पाइसकेपछि हामी घरतिर फर्किन्छौँ है त साथीहरू यस्तै छ हिउँ आएपछि हाम्रो भैँसीहरू नि गोथे राम्रोसँग काट है यस्तै हो घाँस पनि धेरै त काट्दैन हिउँ आएको बेलामा अलिकति त्यो भैँसीको बच्चालाई काट्ने हो है अब चाहिँ हामी घर जाँदैछ ल साथीहरू यस्तै छ हिउँ चाहिँ सायद 3 वर्षपछि चाहिँ हिउँ परेको हो हाम्रोतिर चाहिँ 3 वर्षपछि हिउँ परेको यतिको चाहिँ पहिला चाहिँ घरै पुर्ने खालको आउँथ्यो हामीले चाहिँ सोरेर नि फाल्नु पर्थ्यो अनि धेरै भयो क्या अब त्यसरी सोर्नु नि नपरेको अलि त पर्ने यतिको चाहिँ पर्ने थिएन यो 3 वर्षभित्र त्योभन्दा पहिला चाहिँ एकदमै धेरै पर्थ्यो क्या अहिले चाहिँ यतिको मात्रै आएछ हामी अहिले घरतिर जाँदैछ देउरालीतिर साथीहरू के गर्ने बाटो चिप्लो छ घुम्न आउनु होला है घुम्न आउनु होला हामी यसरी चिप्लिटी पनि खेल्ने हो हेलो भन हात हल्लाउ त वहाँ साँप चाहिँ छिटो हिँड्न सक्छ के हामी चाहिँ
छोडेर जान्छ जा 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 खुसी जा 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 खुसी पनि जान्छ यस्तो छ हिँड्नै पर्यो होइन त आमा यसरी हाम्रोतिरको चिसो मौसम यसरी फाल्दैछ चिसो चिसो हामीले चाहिँ हिँडेर तताउँदैछ हाम्रो दिनचर्या हिउँमा रमाउँदैछ लु मार्यो चिप्ल्यो यस्तै छ गर्ने हिउँमा खेल्दै रम्दै चिप्लिँदै जानु पर्यो यस्तो छ है हाम्रोतिरको बाटो र अझै योभन्दा धेरै चाहिँ उहाँ घरतिर परेको थियो क्या धेरै हिउँ यतिको चाहिँ आएको छ ल झन् घरतिर बढ्यो झन् घरतिर अलि धेरै 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 हुँदै जाने क्या जङ्गलमा चाहिँ रुखहरूले गर्दा चाहिँ अलि पातलो पातलो हुँदो रहेछ यो रुख नहुने ठाउँमा चाहिँ अलिक धेरै नै परेको छ क्या पानी हिउँ म त पानी पो भनेछ चिप्लेटी खेल्दै हिँड्नु पर्यो अब चाहिँ घर आइपुग्नु लाग्यो Welcome to Greenview Lawns. ल त हामी त घर आइपुग्यो अब घर आइपुगेपछि खाना पकाउने त होला त्यही खाना पिउन बस्ने जाडो छ हजुर पनि तातो तातो कपडा लाएर बस्नु होला हजुरहरूतिरको मौसम पनि कस्तो छ हाम्रोतिर चाहिँ हिउँ आएर यसरी चिसो छ हजुरले अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद बाई बाई अर्कोचोटि अर्को भिडियोमा भेटौँला है त Gama Anula Gondrik Durali Greenview Launch and Restaurant Ma. बाटो पञ्चायती छोड्दै